लोयल्टी फुटबलमा हरेक हुन्छ क्या, तर यतिको लोयल्टी मैले फुटबल कहिले देखेन क्या। म कुरा गर्दैछु आर्सेनलको, किनकि 21 साल भनेको नर्मल साल होइन क्या। त्यतिमा ट्रफी नजित्नु अनि अझै पनि आफूमाथि भरोसा हुनु, वाट द फक ब्रो, होइन? त्यति साह्रो बिलिभ गरिराख्नु क्या आफूलाई। अनि मलाई म जबसम्म मैले फुटबल हेरेँ नि, त्यहाँदेखि आर्सेनलले जितेको सायद थाहै छैन क्या मलाई, होइन? जबसम्म म जन्मेकै थिएन होला क्या उनीहरूले ट्रफी उचाल्यो, होइन? अनि म अहिले 23 साल भइसक्यो, अनि अझैसम्म ट्रफी नजित्दा अनि फाइनली ट्रफी उठाइसकेको छ लिगको। आर्सेनल बहुत लोयल्टी यार। आर्सेनलमा राम्रो टिम, राम्रो फाइट पनि गर्छ, राम्रो खेल्छ पनि, तर भाग्य पनि चाहिन्छ रहेछन् क्या। तर फाइनली होइन, लिग उठाएर अनि च्याम्पियन लिगको फाइनलसम्म पुगेको छ। च्याम्पियन लिगमा त हारेकै छैन भन्दा पनि हुन्छ, होइन? तर यार लोयल्टी आर्सेनल हो क्या। यत्रो बिलिभ, सेकेन्ड फर्स्ट दुईचोटि त सेकेन्डै भयो लिगमा, अनि त्यस्तो भएर पनि हार्दा अनि फेरि फाइनली ट्रफी उठाउँदा त वाट द फक हुन्छ होला, होइन? त्यही भएर आर्सेनललाई दिमागमा राख्नुपर्छ, होइन? लोयल्टी चाहिँ सिकाएको छ क्या फुटबलमा, यतिको, होइन?